हे गाइज वेलकम टु माई च्यानल। आइ सबैजना सन्चै हुनुहुन्छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै सन्चै हेलो ल त्यही सबजना आज चाहिँ के बार बुधबार हो क्या सायद सब आउँदैछ नि। आज ऊ हो क्या अस्ति गेम जितेको हामी चाहिँ पिकनिक जान लाग्यो। सन्त दाई हेलो भन्नुहोस् ल। त्यही अब जान लाग्यो मिन्दाई हेलो सन्त दाई हेलो हेलो भन्दियो हेलो हाई भन्दियो ल। त्यही अब हामी चाहिँ जान लाग्यो दुईटा गाडीमा जान लाग्यौँ। विजय दाई हेलो दाई फाइन दाई हेलो भनौ केटाकेटी हो ओ हेलो भनौ हेलो ल। त्यही हो हामी जान लाग्यो। बोके चाहिँ यही हो होइन केटाकेटी हो ल। त्यो अब जाने चाहिँ यता तल बाटो हुँदै जाने हो कि उता खोलातिर सबै आज रमाइलो हुनेवाला छ। म यत्तिकै जान लाग्यो यस्तो छ आउटफिट भन्छ के भइसिट भन्छ त्यही हो ल। आज चाहिँ रमाइलो हुनेवाला छ होइन सन्देश तता के हो घाम हुन्न ल। अब सबजना जाने हो। अरू दाईहरू चाहिँ अझै पछि आउँदै हुन्छ। खोलामा आज रमाइलो चाहिँ बवाल हुन्छ है ल। ओ केटाकेटी हो हामी त्यसमा बस्छौँ। म हामी त्यहीमा हान्छ कि बोके देखाइसके हामी त्यहीमा केटाकेटी हामी त केटाकेटी हो क्या होइन ल। त्यही हो रमाइलो हुनेवाला छ। ओ केटाकेटी हो हेलो ओ हटाउ म माथि आउँछु म। ओ ल हेलो भनौ केटाकेटी रमाइलो हुनेवाला छ। एउटा फोटो खिचौँ यस्तो गरौँ ओ सबजना यस्तो यहाँ ल। त्यही हो अर्को गाडी उहाँ पुगिसक्यो यार के हो यस्तो भएन उहाँ पुगिसक्यो अर्को गाडी। टाइम धेरै लाग्दैन जान त बाटो अलि अप्ठ्यारो हो। अब गीत पच्छ होइन केटाकेटी त्यही हो यिनी केटाकेटीलाई त हामीले फोकटमा लान लागेको ए रोएर धेरै हो कि नै ल ल जे भयो भने ठिक छ। अब बाटो चाहिँ यस्तो छ क्या त्यही हो नि अलि अप्ठ्यारो छ बाटो। बाइक त जान्छ नि त हन्न ल ल बजार चाहिँ बजार नि आज बोके चाहिँ मैले ढाल्छु 100%। अलि सानै रहेछ है फेरि मैले देखेको त ठिक छ ल। गीत बजाउँछ अब यो केटाले त्यही हो ल ल त्यही हो ओ फेरि बोके काका स्टाइल त सुन्नु जाम 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 हामी जाम ओ रन्जित यता हेलो भन हेलो हेलो एभ्रिवान। आज हामी कहाँ छौँ काका? हामी पिकनिकको लागि सिद्धगंगा नगरपालिका वडा नम्बर 4 को भाबिन भन्ने स्थानमा आइसकेका छौँ। पिकनिक चाहिँ के को? अर्घाखाँचीको सबैभन्दा लामो खोला भनेर चिनिने शीत खोला को नजिक आइसकेका छौँ। हामी त्यो ठाउँमा गइसकेपछि हाम्रो पिकनिकको सुरुवात स्टार्टिङ पोइन्ट हुन्छ। अब हामी जम्मा 45-46 केजीको बोका लिएर आइएको छ। हामी धेरै पनि छैनौँ। यो सिद्धगंगा नगरपालिकाको मेयर उपमेयर कप जितेर अनि त्यसको पिकनिक स्पेसल्ली गेस्टहरू बोलाएर हामी यो पिकनिक मनाउँदैछौँ। त्यही भएर हामीसँग दुईटा गाडीहरू छ। अब अरू आउने साथीहरू पनि आउँदै हुनुहुन्छ। हामी अगाडि गएर सबै कुराहरू सेटिङ गर्दै जानेछौँ। अरू चाहिँ भाइबाटै सुन्नुहोस् है त ल। त्यो अब चाहिँ हामी स्पोर्टमै गएर भेटौँ। आइयो गाइस स्पोर्टमा आइयो केटाकेटी हो ल आइयो चप्पल सिधै यहाँ हेर्न ल। त्यही हो 47 किलोको बोके ल सन्जना यसलाई आज व्यवस्था राम्रै हुनेवाला छ ल। त्यही हो हेलो एभ्रिवान हामी स्पोर्टमा आइसकेका छौँ। अब हामी रमाइलो सुरु हुनेछ है अब केही छिनपछि। किन माथिबाट जाम भन्दा ल माथिबाट जाम न त के छ र आज बवाल हुनेवाला छ गाइस होइन
तेरो बिहान उठेर म फोन नचलाइकन फुल चार्ज गरेर राखु त्यो रमाइलो चाहिँ बबालै हुन्छ आज कति हुन्छन् होला ल ल त्यही हो बाटो चाहिँ यस्तो छ है हामी चाहिँ अहिले स्पोर्टमा आइसक्यौँ स्पोर्टमा आएर पनि जहाँ ठ्याक्कै हामीले पिकनिक खाने हो बनाउने हो सब त्यो ठाउँमा पनि आइसक्यौँ होइन सन्तु दाई आज सन्तु दाईले पाठो हाल्नुहुन्छ ल त्यो आज रमाइलो हुन्छ खोलो चाहिँ यो शीत खोला मेरो नगरपालिकाको नाम शीत गङ्गा अनि यो शीत खोला शीत गङ्गा चाहिँ कसरी भएको भन्दा यो शीत खोलाको शीत अनि उता गङ्गा खोलाको गङ छ के गङ्गा शीत गङ्गा दुईटा खोलाको नाम मिलेर शीत गङ्गा भएको न त पहिला चाहिँ ठाडा थियो नगरपालिका शीत खोला यो चाहिँ धेरै लामो है माथितिर नै हरियो फुल आउँछ यहाँ बगायो भने बगाइयो अब चाहिँ हामी गेडाउन बुट गेडाउन जाने होइन हेलो भन ल त्यही हो अब गेडाइदिने केटाकेटी बोडीले बोकेर आउँछन् होइन यहाँ चाहिँ पानी हो अलि ख्याल गरेर हिँड्नु पर्छ ओ केटाकेटी हो आइज पुरै गेडाइदिन्छु मैले यो चाहिँ अब यो रुख होइन सुके छ ल खोइ जोडु ल दाउरा बोक त के ल्याउनु ओ प्याज र लसुन ल नाइस सुदीप दाई हेलो ल ल जेक्स दाई पनि आइसक्नु भएको छ यो हिँड्सिँदै किन दाई तपाईँ ल त्यही हो अब सबजना आउँदैछन् बिस्तारै पाठो यहाँ पोलिदिख ल गाइज अलिअलि काम चाहिँ अलि भ्याइसक्यो भन्नाले पाठो ढालेर पोल्ने काम छ हामी चाहिँ फेरि सामान छुटेर जिउन जाँदैछौँ यहाँ त बाटो यस्तो थियो दाइले चाहिँ बाइकै ल्याउनु भएको रहेछ हल्लियो कि फेरि किन ल अब दाइले चाहिँ यस्तो बाटोमा पुरै रन्काएर स्ट्यान्ड यस्तो बाटो हो दाइले चाहिँ बाइकै यहीँ ल्याउनु छ ठिक छ अब सामान छुटेर लिनु जानु लाग्यो हामी चाहिँ अलिअलि अब हिरो गर्न लाग्छ यहाँ चाहिँ पानी पनि छैन तनाव छ आज अहिलेसित 4 चोटि हुन्छ यहाँ पिकनिक खाएको ल त्यही हो भेट हुन्छ अर्को भिडियोमा जेक्स दाइको पाखुरा चाहिँ छन् भगवान अब के छ र बाइक एउटा मात्र ल्याउनु आएछ दाइले चाहिँ अरू कसैले ल्याउनु छोडेर आहान ल्याउनु नसकेर ठिक छ दाइहरूसँग भेट भयो ल फाइनली गाइज अब पोल्ने देख जानुहोस् हामी आइहाल्यो सुदीप नि छ ल बाई बाई अरू भेटौँ ल ब्लगमा रमाइलो हुन्छ आज त बबालै रमाइलो हुन्छ ल यो होइन गाइज हामी चाहिँ माथि गएको तर सामान चाहिँ ल्याउन परेन अरूले ल्याइसक्यो बाटीबाट फर्क्यौँ फेरि यहाँ स्पटमा आयौँ हामी चाहिँ होइन केटाकेटी हाई हुन केटाकेटीहरूले हाई भनिसके कतिचोटि सब यिनी क्रिकेट खेलाडी हुन् हामीसित खेल्ने त्यही भएर सबलाई बोकेर आएको यहाँ चाहिँ उहाँ भुँडी बनाउने कार्यक्रम यहाँ टाउको पोल्ने त्यहाँ क्यार्ने अब हामी चाहिँ उता जाने हो यस्तो गर्न पौडी खेल्यो केटाकेटी त्यो ल ठिक छ अहिले हामी चाहिँ पौडी खेल्छौँ त्यो गाइज होइन अब चाहिँ सबै काम भइसक्यो हाम्रो चाहिँ यहाँ मासु काट्दै हुनुहुन्छ वाइपी दाई हेलो भनिदिनुहोस् वाइपी दाई भ्लगमा नयाँ टक्क हजुर मेनु त काकालाई हेलो हेलोमा त अब यहाँ त धेरैले हेलो भनिसक्नु भयो अब जति नयाँ आउनुहुन्छ नि
ओ आबी दाइले हेर्न आएछ ल ठिक छ कसको सर्प देखाल होइन सर्पा हिँड्छ भन्ने टोकेन के मलाई कोब्रा ल त्यो यहाँ चाहिँ अब कोब्रा आज कति बज्छ काका 4 बज्छ हामी 7 बजेसम्म 7 बजेसम्म इन्जोयको लागि 7 बजेसम्म खाना खाने चाहिँ लगभग 4 1 बजे स्टार्टिङ हुन्छ स्टार्टिङ खाना स्टार्टिङ त हुन्न होला खाना चाहिँ स्टार्टिङ हो र कति बजे 12 साढे 12 भइसक्यो 12:30 भयो आधी घण्टा त लु हामी खाना सुरु गर्छ ए हजुर 11 बजिसक्यो फेरि ल अब आज खाँदा चाहिँ 4-5 कि छ यति बज हामी इन्जोयको लागि 7 बजेसम्म हामी इन्जोयको लागि 7 बजे स्पोर्टमा छौँ त्यसपछि चाहिँ अब कतिपय साथीहरू अलि अबेरसम्म नि बस्न सक्नुहुन्छ तर किन बस्न सक्नुहुन्छ अबेरसम्म किनकि अब उहाँहरूको आफ्नै सेपरेट हुन्छ अब रोमान्टिकको लागि हुँदैन इन्जोय जस्ट ड्रिङ्क ड्रिङ्क त्यही हो हाम्रो ड्रिङ्क हुन्छ तर हाम्रो चाहिँ के हो दिउ दिउ देखाइदिइहाल्छु मैले त चिसो बनाउनु राखेको छु कहाँ छ है ऊ बगाउला यार त्यहाँ चिसो हो यो चाहिँ हामी सब केटाकेटीको लागि यो फेरि ठुलाको लागि त अब जर्किने बोकेर हुन्छन् ठिक छ ल विजय दाई भोक लाग्यो तपाईँलाई ल विजय दाई त बिहानै आउनेको बाइक चाहिँ माथि राखेर आउनु रहेछ ठिक छ अहिले चाहिँ धेरै पछि प्राइभेट तास खेले मामा हेलो भन्नुहोस् हेलो ल खाना हामी त रमाइलो रमाइलो त रमाइलो के रमाइलो भएन यस्तो तालले ए बारुदे मलाई डुबाउँछ कि नत्र त खेल्थेँ हेलो भन्नुहोस् ल विक्रम दाई पनि आइसक्नु भयो अब चाहिँ हाम्रो यहाँ पार्टी चल्दै यता देखाउनु न फेरि मैले देखाएँ नि के भन्नु फेरि गएर यहाँ बस्नु हो यस्तो मान्छेलाई मात्र देखाएँ मैले अरू देखाउनु न फेरि यता खोल हो पौडी खेल्ने सोचा हुनुहुन्छ कि सबजना सबै पौडी खेल्यो कि अहिले सब खेल्यो अहिले खेल्ने लास्टमा है ल ल्याउनुहोस् त म चाक्ला गएर आउँछु ल गाइस होइन हामी चाहिँ अब पौडी खेल्छौँ स्विमिङ भन्छन् गरे इङ्ग्लिसमा स्प्रिङ चाहिँ थाहा छैन मलाई ल हेर ए किरण दाईको उता राम्रो रहेछ चड्डी ल गाइजहरू टक्क होइन ल उए ल त्यही हो अन्त खतरा पौडी खेल्ने मान्छे यिनी हुन् अब खेल्न नमाउने हुन्थ्यो सुरुकोचोटि पौडी खेल्दा जस्तो खान समीर उता गयो मैले म 2 चोटि खेलिसकेको छु यही ठाउँमा यहाँ एकचोटि गाइज होइन खेलिराखौँ तर मलाई चाहिँ आउनु यार दाइरो खेलिराखौँ अब तल देखाऊँ भने अलिक गाह्रो पर्छ तल त नदेखाऊँ मलाई दाइरो खेलिराखौँ बारुदुल्ला भिडियो गर्दै ए भत ओ बब्बाल भयो हामी देखेन मिस रह्यो पौडी चौडी खेल्यो यहाँ चाहिँ पिकनिक चलिरहेको बल्ल कति बज्यो यार यही यस्तो पानी निल्यो 2-3 चोटि अलि हप्याक भयो पानी नि गयो यार झोला कहाँ राखौँ यार ल खाना खान्छ म यहाँ पिकनिक त यही हो होइन बाटो चाहिँ यहाँ सन्देश छ उता पिकनिक खाइराख्नु हामी त छुट्टै यहाँ चाकल मारे बसेर खाइराखौँ किन हाँस्यो नुनै लाग्छ यार होइन झोलमा भनिदिन्छु चाहेर ल यो त ठिक छ यो त ठिक छ तर ऊ भन्छ क्या झोल ल खाना खान्छु ल गाइस त्यही हो अब पिकनिक भ्याइयो आजको पिकनिक त के गरेर भ्याइयो माइनस भयो दाइ
म पो माइनसमा गएँ यार ल त्यही हो गाइज आज रमाइलो भयो अब सन्देश यहाँ गएर फेरि चल्छ कि यस्तो पिकनिक त के भयो अब रमाइलो हुन्छ झन् जाँदा त्यही हो ल गाइज टक्क अहिले चाहिँ आइस पिकनिक खाएर पनि हिँड्ने बाटोमा छु म ए बाइकमा गएको अब यहाँबाट चाहिँ जिपमा जाने हो यति चाहिँ राम्रो भनेको छ उता पानी बग्ने ठाउँ त्यही हो ल यस्तो मजा आएन आज पिकनिक त पिकनिक रमाइलो हुन्छ भनेको के रमाइलो केही न केही लगाएछ अब पिकनिक गइयो भयो म ठिक छु अरे आज यहीँ गर्ने आउँदा माथि झर्दाहरूलाई त रमाइलो के रमाइलो हामी मात्र कि केही रमाइलो भने सबैलाई त रमाइलो भइहाल्छ ल्याम हजार दियो केटाहरू पिकनिक बवाल भयो भुट्टा नि खाइयो सबै खायो किन बकबक अस्ति सरकार बोल्नु अनि बुझुन न अलि मिठो दिन पर्यो ल त्यही हो गाइज अब चाहिँ यहाँ कार्यक्रम व्यवस्था पिकनिकसम्म दह्रो खायो दाइहरूले पिकनिकसम्म चाहिँ दह्रो चाहिँ खायो दाइहरूले अब फेरि दह्रो खान लाउनु हो उता देखाउनु ल त्यही हो गाइज अहिले चाहिँ दाइहरू पनि गइसक्नु भएको छ अनि एक्लै छु म घर अब यहाँ मम्मी हुनुहुन्छ मम्मी के पकाउनु चप्पल मासु के को पाडाको ए लो मासु आइयो फेरि मासु पाक्छ त घर त ठिक छ चप्पल छिँदेर तनावकै यहाँको फाल्ने निकालेर चप्पल किन्न छ फेरि अनि पिकनिक चाहिँ त्यस्तो खासै केही भएन भन्न नि उता पकाएको थियो हामी चाहिँ उता बसेको थियौँ अब पकाएर खाइयो भयो छोडा पनि कुरा होइन अब घर पिकनिक हुन्छ घर त सधैँको पिकनिक हो ल अहिले चाहिँ लाइट गयो न मम्मीले चिया खाँदै हुनुहुन्छ चिया तितो भयो अरे चिया मैले बनाएको त्यही भएर लाइट गएर सुन्नु सानो छ हाम्रो गाउँ देख्न सक्नुहुन्छ कस्तो यो टिप्परको अगाडि गइन् कस्तो टल्केको लाइट परेर लाइट पर्ने स्टिकरै त्यस्तै रहेछ नि कस्तो चल्केको लाइट गयो अब एकछिनपछि लाइट आउँछ कि आउन्न आज मौसम त ठिक थियो होला मम्मी पिकनिक खानेलाई त्यो पनि ठिक भयो घाम चाहिँ लागेन धन्न पानी पर्छ कि भन्ने पऱ्यो पानी परेन अब भ्लग नि बनाउनु पाइएन त्यति राम्रो नि भएन अब यता उति एड गरेर भिडियो बनाइदिन्छु ल त्यही हो मैले ए होइन अहिले चाहिँ हामी हजुर यता छौँ अब यहाँ त फेरि खस बोकेको मासु आज त पिकनिक गर्नु चाहिँ पिकनिक दाइहरूसित हिँडेछु सब दाइहरूसँग हिँडिरहेको अनि दाइहरूसँग हिँडेपछि अब भइहाल्छ हिँड्ने कुरा दाइहरू ल त्यही हो अब ल गाइस छैन अब चाहिँ सुत्नु पर्यो रातिको 9 बज्यो 9:30 लाग्यो खाना चाहिँ भर्खर खाएँ अनि त्यही हो के भन्नु खाना चाहिँ भर्खर खाएँ अनि खानै मन थिएन आज चाहिँ पुरै दिउँसभरि खाएको खाएँ त्यही भएर खानै मन थिएन त्यही हो ल अनि भिडियो चाहिँ आज त्यस्तै भयो अनि भिडियोलाई चाहिँ आज यतितिर एन्ड गर्नुपर्ने हुन्छ भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला त्यही हो बाइ बाइ एन्ड टेक केयर अब चाहिँ भेटौँला अर्को ब्लगमा सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है बाइ बाइ एन्ड टेक केयर